हेलो गाइज ल म चाहिँ आज यहाँ नखीपोर्टमा छु हैन साथीको घरमा। साथीले चाहिँ आज यसो बार्बिक्यू गरेर यसो खुलाउने भनेर हामी सबलाई बोलाएको थियो साथीहरूलाई। यहाँ चाहिँ सानोतिनो प्रोग्राम गरिरहेछौँ हामी। यसो बार्बिक्यूको लागि यहाँ ब्रिगेड रेडी गर्दैछ पुरै हैन। अनि त्यसपछि यहाँ राजाडा अनि हाम्रो मामा हुनुहुन्छ यहाँ। अनि त्यसपछि यहाँनिर चाहिँ सब सामानहरू यस्तो रेडी बनाएर राखेका छौँ है। रेडी भएको चिजहरूलाई यसरी सलाद, हाम्रो बार्बिक्यूको मासु, एभोकाडो, यहाँ अरू सलादहरू, अचार लाला सोल्टीले चाहिँ मजाले यहाँ आगो बाल्दैछ, ब्रिगेडलाई मजाले बाल्दैछ। अनि बालिसकेपछि यसरी मासु हालियो, त्यसपछि सलादहरू, अचारहरू। यो चाहिँ हाम्रो एभोकाडोको पेस्ट हो। यो यस्तो मिठो छ कि यो है, यो एभोकाडोको पेस्ट। यो चाहिँ सिट्रस सलादहरू, यो चाहिँ ग्रिन सलाद। अनि यस्तो यो चाहिँ यति मिठो भएको छ कि यो मुलामा हालेर खाँदाखेरि यो एभोकाडोको पेस्टवाला चाहिँ है यस्तो वा क्या टेस्टी भएको थियो कि यो खाँदा चाहिँ। फेरि अनि यहाँ सेकुवा पोल्नेतिर लाग्यौँ हामी। त्यो सलादहरू अलिअलि खाइसकेपछि सेकुवाहरू मजाले पोलिरहेछौँ है। ओहो, अनि फेरि अब सेकुवा मात्रै खाएर हुन्न, मासु मात्रै, अब सलाद नि खानुपर्छ भनेर मजाले सलादमा अब मैले चाहिँ मजाले यो ग्रिन लिफमा यसमा यो एभोकाडोको पेस्ट हालेर अनि अलिअलि यो ग्रिन सलादहरू हालेर अनि त्यसपछि मैले मासुको टुक्रा एउटा टक्क यो प्रोटिन पान, एउटा भाइले भनिरहेको थियो मलाई प्रोटिन पान भनेर, प्रोटिन पान बनाएर मैले यसरी खाएँ। यो फुल प्रोटिनयुक्त खानेकुरा। वाउ क्या टेस्टी थियो यो खाँदाखेरि। अनि फेरि साथीले चाहिँ यहाँ मजाले त्यो सँगसँगै फेरि रोटी नि सेकाउँदै मासु सँगसँगै रोटीहरू खानुपर्छ, खानेकुराहरू पनि खानाहरू खानुपर्छ भनेर साथीले मजाले यसरी चाहिँ खानेकुराहरू यसरी राख्दै सबैलाई सर्भ गर्दै यसरी राखिदिनु भयो। अनि हामीले आफ्नो प्लेटहरू उठाएर मजाले यो मासु, अनि हामीले चाहिँ मासु पकाएको थियौँ है, पकाएको मासु अनि अहिलेको त्यो सेकुवा अलिअलि यसरी हामीले चाहिँ खायौँ। यस्तो मिठो थियो कि वाह। थ्याङ्क यू साथी।